नमस्ते, मेरो नाम रूपक खतिवडा। यो चाहिँ हाम्रो पनौती 10 नम्बर वडा खुपासी किटिनीमा अवस्थित यो फड्केश्वर महादेवको मन्दिर हो। जुन चाहिँ यो मैले यो देखेदेखि नै यो मन्दिर चाहिँ यस्तै नै छ। यहाँको यो वातावरण हेर्नुहोस्, यो पर यो कसैले पनि विश्वास गर्न नसक्ने परको बिचमा छ। यहाँ चाहिँ एकदम जहिले पनि तपाईँको 12 महिना चाहिँ पानी मजाले पानी माथिबाट झरिरहन्छ। मन्दिर दर्शन गर्दा तपाईँहरूले देख्नुहुन्छ, म अहिले यहाँ भित्रुक्क भिजेको अवस्थामा छु। यहाँ चाहिँ यस्तै हुन्छ, यो रुखहरू पनि तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो मजाको छ यो पहरमा, यत्रो ठुलो वृक्षहरू। कहिले पनि यो न यो सानो देखेको छ मैले यसलाई, न यो ठुलो भएको देखेको छ। जहिले पनि सधैँ यस्तै नै हुन्छ। अब यहाँ तपाईँहरूलाई पनि अब यसो आउन मन लाग्यो भने यो चाहिँ पनौती 10 नम्बर खुपासी किटिनीमा अवस्थित छ। आउन सक्नुहुन्छ। महादेवको एकदमै ठुलो शक्तिपीठ मानिन्छ यसलाई। यसको तल बल्थली जानुभयो भने चाहिँ लड्केश्वर महादेव, यहाँ चाहिँ फड्केश्वर महादेव अवस्थित हुनुहुन्छ। धन्यवाद।